घन्टी घन्टी अनि पछि एमाललाई दिने कि नै त को मूल खोलाको यो खानेपानीको यो बबै मिसिने खोलाको मूल सुके यहाँबाट आउँछ कताबाट त्यहाँ चाहिँ दिउँसै तर्साइदिन्छ अरे के त्यहाँनिर दिउँसै तर्साउँछ भन्छन् त्यही रुखो तर झाडीमा होइन हावा चले जस्तो गर्छ अरे आवाज छाया देखिन्छ अरे होइन अर्को गर्छ अरे अनि पछि अट्याक गर्न आउँछ अरे होइन सिधै बाम्बे कि अगाडि अनि त्यो भएर म चाहिँ त्यहाँ जान चाहन्न किनभने मेरो डर मलाई काम मेरो यस्तो कसम भने यस्तो डर लाग्छ वेलकम टु ब्याक टु माई न्यू भ्लग वेलकम टु ब्याक टु माई न्यू च्यानल आयो तपाईँ सन्चै आरएममा चला जस म पनि सन्चै आरएमै छु अनि पछि आजको दिन के कस्तो छ त कि तपाईँहरूलाई केही थाहा छैन अनि पछि त्यहाँ लुक्या छ मेरो बाँदरमुखे भाइ यहाँ छ भागिसक्यो बाँदरमुखे भाइ कहाँ भाग्यो भने ढुङ्गाल तुप्या छ यो चाहिँ मेरो प्यारो भाइ हो होइन यसको चाहिँ कति 5वटा गर्लफ्रेन्ड जन्मिया छैन अरे अझै एउटा जस्तो होला त्यही हो यार अरू चाहिँ के बोल्नु केराहरू पनि खत्रै पसा छ होइन यतातिर अनि नरुक यार बाबु यार तँलाई त्यस्तो भिडियोमा देखिन्छ छैन भने म देखान्ने यार तँलाई टक्कै त्यही हो होइन गाउँघरको चहल पहल हर्का म्याचसम्म देखाइदिउँ तपाईँहरूलाई अनि त्यही हो यार केराहरू कस्तो मजाको यार फेरि अब केरा फेरि अब अरूको सामान त्यतिकै जोतमा किन देखाउने हो र त्यो नदेखाम अब माछा साछा मार्ला छौँ हामीले त माछा पनि कति मार्यो बाबु भन्यो अनि एउटा पनि छैन होइन सर खै बाबु यार तिमी यार खै खत्रो आयो अब खतरा सरङ्ग मारेर रहेछन् बाबुले चाहिँ यो चाहिँ होइन तानियो भने अलिक पकाउनु सकिन्न एक त निर लागेको छ यार जाकिन्छ फेरि फुत्लुक्क छिर्यो भने पानीमा अहिले अडताल हुन्छ त्यही हो म चाहिँ यत्तिकै टाइम पास गरेर आएको छु अहिले चाहिँ म कहाँ छु भनेपछि तपाईँहरूले भन्न सक्नुहुन्छ म चाहिँ अहिले कहाँ भनेपछि बालेनको घरमा केपीको थरमा भने जस्तो ठाउँमा छैन म अहिले चाहिँ म मेरो आफ्नो प्यारो बाँदरमुखे भाइको ठाउँमा छु जस्ट मजाकै अलिअलि होइन बाबु अनि पछि के गरे यो पालिको भोट कसलाई भन्नुहुन्छ भनेपछि केलाई गरे बाबु घन्टी अनि पछि एमाललाई दिने कि नै त केपी चोर देश छोरलाई के आबुई त्यस्तो भाइ के बोल्दै एकदम राइट केटाहरूले जेनजीहरूले कुरा बुझ्छन् के होइन केपी चोर देश छोर केपी चोर देश छोर केपी चोर देश छोर भयो बढी भयो भन्दा होइन यार गाइस भाइहरू हुँदाको मजा यही हो कि यार टक्क अब यो भिडियो चाहन्छ टिकटकमा ल गाइस यार यति मजा गयो त जस होइन टाइम पास भनौँ अहिले चाहिँ म बुदुनी खोला छु होइन टक्क म चाहिँ के गर्न आएको छु भनेपछि यत्तिकै मजाकमा रमाइलो गर्नु पर्थ्यो यत्तिकै टाइम पास गरौँ भनेर आइरहेको थियो घरमा पछि बोर लागेको थियो अनि त्यो भएर म चाहिँ यहाँ आएको छु भाइहरूसँगै कुराकानी पनि भइसक्यो अब चाहिँ म के गर्छु भनेपछि मलाई केही पनि थाहा छैन त्यतिकै बोल्ने पनि केही बोल्न नि आएको छैन मलाई होइन त्यही हो अनि अब जस आजको अब यति हुन्छ कि 3 मिनटको भिडियो हालेर के गर्ने हल्का माथितिर चहल पहल हान्न जाम भनेको खोलादेखि माथि अनि के कस्तो हुने रहेछ हेर्दै जाम होइन भाइहरू तलतिर छन् केपीको दुश्मन केपीलाई अब कसैले जाइनदेखि बच्चादेखि ठुलो सामान अब गाली गरिदिन्छन् होइन अनि पछि अब चाहिँ केपीको पालो चाहिँ गइसक्यो कहाँ छैन केपी रतन कार्कीले यस्तो गाली गरिदिनु पर्छ क्या के अब त बाल हुन्न होइन पहिला पो रतनलाई थक्काएको थियो पुरै गाली साली गराएको थियो यो चाहिँ खोलोबाट यो चाहिँ मेन खोलो भन्छ यार यसलाई चाहिँ होइन अनि त्यही हो अनि त्यसपछि अब चाहिँ यो मेन खोलामा चाहिँ के गर्नुपर्छ भन्नुहुन्छ भने तपाईँहरू होइन यहाँदेखि गएर यता घुमेर आउँछु कि माथि बाँससम्म पुग्छु यार म है माथि बाँससम्म पुग्छु म अनि माथि जानु कि यतातिर जानु यार यता नजाऊँ होला यार माथितिरै जाऊँ होइन किनभने यो चाहिँ यतातिर खतरा छ कि यार अहिले उताको भिडियो छुट्टी हुन्छ अहिले टक्क लागेर अब
भाइहरूसँग चहल पहल यस्तो मजाको तपाईँहरूले देख्नु पाउनुहुन्छ यार कसले देखिन्छ सर देख्नु न त्यही भएर चाहिँ देखाइदिए चहल पहल भनेपछि भाइहरू पनि आउँदैछन् मेरो पछि पछि टक्क होइन घामले पनि चिक्क बोलाएको छ मलाई यही हो यार यहाँदेखि पनि अझै धेरै माथि छ होइन त्यो माथितिर पनि अब के जानु जाने हो कि गइदिउँ यार एक बारको ए चल्छ जिन्दगी सबै होइन अब वाह भनेपछि यार के भन्नु बुढो हुनु लाग्यो यार अझै पनि यार कन्टेन्ट गतिलो हान्न अझै पनि यार चिनिन सकिन्न त्यही पनि केही छैन जे होस् अब 100 दिनको च्यालेन्ज गर्छु अनि फेरि अनि केही समयपछि 100 दिन कन्टेन्टको त्यो च्यालेन्ज पुरा गरेपछि केही समयपछि फेरि नेक्स्ट भिडियो गराउनु पर्ला च्यालेन्ज भन्दा पनि केही समयसम्म बस्नु पर्ला होइन रैला हान्नु पर्ला अनि पछि त्यसपछि केही नयाँ ट्रिक सोचेर अब केही चिनिने तरिका गर्नु पर्ला यतातिर यहाँको यो चाहिँ के भन्नुहुन्छ भनेपछि यो चाहिँ हाम्रो खानेपानीको मूल खोलाको यो खानेपानीको यो बबै मिसिने खोलाको मूल सुकेर यस्तो देख्न सक्नुहुन्छ तपाईहरुले सबै यो चाहिँ के भएको छ भनेपछि यो मूलभरि सुकिसकेको छ अब यो बबै मिसिने पानी हो यो मूल सुकेर हैरान भएको छ कृपया यो पानी खतरा अलिकति यताउति केही विकास भएर खतरा बनाइदिनु पर्ने हो के र केही पनि भएन अब यही राति यही हग्नी मुद्नी गर्ने रहेछन् हैरान छ गाह्रो छ हैन त्यही हो अब चाहिँ मैले केही न केही चाहिँ गर्छु भनेर मैले हल्का के बिचमा के अर्कै टाइपको अलि फरक अलिकति अनौठो के त्यस्तो लाग्न सक्छ तपाईहरु अब चाहिँ मैले चिनिने टाइपको केही गर्न लाग्छु हैन त्यो हर्लो बोलिदिन्छु मलाई त्यस्तो त्यो फर्काउने यताउति गालीसाली गर्ने त्यो नगर्नु होला किनभने म पनि अब कति वर्षसम्म कुर्नु यार अब त चिन्किनु पर्यो नि गर्नु पर्यो केही भनेर जोसिरहेको छु अब चाहिँ म पनि शनिबार एक दिन बिदा हुन्छ अरू बेला कलेज हुन्छ इस गर्दा पनि हुन्छ नि धेरै मान्छे तर म गर्छु यार कलेज पनि एक दिन छुटा छैन हैन अब कन्टेन्ट पनि एक दिन छुटा छैन छुट्ने पनि छैन मेरो बाजा हुन्छ भन्ने हो यस्तै टाइम पछि त मायासम्म मैले यस्तोसम्म गर्थेँ नि चिनिन्थ्यो होला कि अहिले 30-20 दिनसम्म त यस्तो हर्लो कन्टेन्ट हालिदिँदैन मेरो बाध्यताले करले गर्दाखेरि उता बिहा चलिरहेको छ उता पनि हैन अनि त्यही हो त्यसपछि अब हाम्रो यहाँ यो चाहिँ यो माथि चाहिँ यहाँ माथि एउटा भयङ्कर ठुलो रुख छ त्यहाँ रुखमा चाहिँ 20-30 वटा बोक्सिन नाचन गर्छ त्यो खतरा बवाल हो त्यहाँ चाहिँ म तपाईहरुलाई देखाइदिन्छु कहाँनेर रुख भन्नुहुन्छ भनेपछि अब त्यहाँ दिउँसै तर्साइदिन्छ भन्छ नि यार हो कि हैन त्यो मलाई थाहा भएन यो मूल भनेको संकेत हो यो हैन यहाँबाट आउँछ कताबाट त्यहाँ चाहिँ दिउँसै तर्साइदिन्छ अरे के त्यहाँनेर दिउँसै तर्साउँछ भन्छन् त्यही रुख हो तर झाडीमा हैन हावा चले जस्तो गर्छ अरे आवाज छाया देखिन्छ अरे हैन अर्कै गर्छ अरे अनि पछि अट्याक गर्न आउँछ अरे हैन सिधै बाम्बे कि अगाडि अनि त्यो भएर म चाहिँ त्यहाँ जान चाहन्न किनभने मेरो डर मलाई काम मेरो यस्तो कसम भने यस्तो डर लाग्छ नि मेरो छाती 120 मा थर्का छ कि मेरो छाती अयो सकिन मैले यार प्लिज यस्तो नगर्नुस् यार तपाईहरुले आजको भिडियो यति नै के कस्तो लाग्छ नेक्स्ट भिडियोमा हेर्नु होला केपी ईश्वर मेरो भाइहरुले केपी को लागि केही लाइन हान्दिन्छ लाइन हान्दियो त बाबुहरु केपी ईश्वर हाम्रो देश हाम्रो शान केपी ओली रन्डीको बान अलि उठेर भन शानसँग हाम्रो देश हाम्रो शान केपी ओली रन्डीको बान वाह तिम्रो लागि ताली बिर्दियो तिमीले ल भयो हैन यति आजको लागि यति नै के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला अनि नेक्स्ट भिडियोको लागि वेट गर्नु होला बाइ बाइ साइको